न्यू भ्लग हैन न्यू भ्लगमा स्वागत छ। यसै गर्दै म मेरो माथि घरबाट उनी घर जाँदै अनि भ्लग बनाउँदै मैले आधी बाटोमा चाहिँ भ्लग बनाइन सानो कारणले गर्दा मैले हटाउनु पर्यो। त्यही भएर अहिले सर्ट्समा हालिदिन्छु एउटा भाग चाहिँ राम्रो खाले। त्यसलाई मेरो यो खतरनाक छ बाटो एउटा सिडी बाटो जयमरै निस्किने म जयमन निस्किने म सिडी बाटो जाँदैछु हैन हजुरलाई। अनि चिप्लो छ गाई त्यही भएर चिप्लेको सब बाटो देखिन्छ हेर्दै हिँड्नु होला। त्यहाँ माथि मेरो पहिला पढेको स्कुल छ नौरसकी पढेको गाउँको स्कुल मुनि जाने हजुर भिडियो बनाउनु भएको जाम गाइस यही बाटो यता पनि बाटो छ। यो मोटा बाटो घुम्दै जाने हो ट्याङ्की भन्ने ठाउँमा निस्किन्छौँ। यहाँबाट चाहिँ हामी डाइरेक्ट जोगीमरी निस्किन्छौँ। अनि गाइस यो लास्टै चिप्लो बाटो त्यही भएर म धेरै क्यामेरामा हेर्न सक्दिनँ। त्यही भएर अलिकति बिग्रेको फोटो जाए पनि माफ गरिदिनु होला। त्यही भएर प्लिज गाइस लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु। आइडिया सोचेर धेरै बेला हुन्छ गाइस भ्लगको। त्यही भएर म धेरैचोटि आउन पाउँदिनँ धेरै भ्लगै अपलोड गर्न आउँदैन किनभने ल्याक अफ कन्टेन्ट। त्यही भएर कहिले कन्टेन्ट भेटाएको बेला कहिले क्लिपै जान्छ कहिले उड्छ कहिले के हुन्छ कहिले के भइदिन्छ। त्यही भएर यो चाहिँ कहिले आएको भिडियोहरूलाई चाहिँ धेरै नै सपोर्ट गरिदिनु होला हेरिदिनु। यो बाटो चाहिँ खतरनाक छ गाइस। यो मेरो हात यो चाहिँ बाटो खतरनाक यहीँबाट सुरु भयो गाइस बिस्तारै हिँड्छु म। अनि यो बाबाको हातमा चाहिँ मेरो प्रोजेक्ट साथीहरूले प्रोजेक्ट गरिस् अरे सोच्छन् त्यहाँ भ्लगमा स्कुल जाँदा पहिले अपलोड गरिदिन्छु। त्यही भएर मैले गरेँ प्रोजेक्ट यहाँ छ म देखाउनु प्रोजेक्ट हेर्छु। यो बाटो अलि धेरै चिप्लो है यो बाटो फेरि छिटो नि हुन्छ त्यो बाटो पनि छ तर त्यो बाटो पनि छ गाइस तर अलि खतरनाक छ अलि राम्रो छ यो भन्दा तर पनि यसबाट यो चाहिँ गुम्बा होइन बा यो गुम्बा मेरो गाउँको गुम्बा यहाँबाट भ्यू यो माथिको गुम्बा यो हिँड्नु त गाइस यस्तो बाटो हिँड्नुपर्छ लास्टै चिप्लो बाटो। यो बाटो बनेको त अन्त पहिला यो बाटो बनेको है बा अनि गाउँको बाटो बाभन्दा पनि ठुलो धेरै वर्ष पहिलाको होइन गाइस यस्तो बाटो हिँड्नु पर्यो होइन असस हेर्दै आउँछु बाटै हेर्छु यो फुल छ यस्तो खतरनाक बाटोमा त हेर्दिनँ नि अलिक सम्ममा हेर्छु बा यस्तो बाटो गाइस यस्तो बाटो हिँड्नु परेछ अनि यो सकिन्छ गाइस। अरे यो बाटो हरेक दिन आउनुहुन्छ मेरो हजुरबा यही बाटो त्यहाँ जोगीमरी जान यो अलिक चिप्लो हो गाइस पानी हो यो अलिक राम्रो सिन्नुपर्छ। यो हजुरहरू नि एडभेन्चर जान छ भने ट्रेकिङ जान छ भने यही बाटो आउनु होला। यो खतरनाक बाटो हो हजुरलाई मजा पनि आउँछ सजिलो पनि हुन्छ लडियो भने तर अलि छिटो पुग्छ। त्यही भएर हजुरहरू यो बाटो यता आउनु माथि अनि यो बाटो आउनुहोस् यदि उसमा आउनु भयो भने। अनि तपाईँ यो बाटो आउनु भने आफ्नै रिक्समा आउनु होला
डिस्क्लेमर, यसमा हामी चिप्लेको लडेको भिडियोहरू छ होला, आउन पनि सक्छ के थाहा। त्यही भएर अलि इन्टरटेनमेन्ट पर्पजको लागि बनाएको यो भिडियो। अनि यो भिडियो बनाउँदा कसैलाई हट पनि भएन। यो भिडियोमा म र मेरो हजुरआमालाई केही पनि लाग्दैन। यो इन्टरटेनमेन्ट पर्पजको लागि मात्र हो। डिस्क्लेमर गाइस। अनि यदि लडेको भएको छ भने त्यो अलिकति दुख्छ, त्यसपछि बन्दै हुन्छ। त्यही भएर एडभेन्चर गर्न छ भने यही बाटो आउनु र, होइन होइन बाबा? मजा आउँछ होइन यो बाटो हिँड्न? नहिँडेका मान्छेहरूलाई त मजा आउँछ होला नि, डर लाग्छ होला। यस्तो राम्रो भ्यू पाइन्छ पाउन नि, यस्तो डाँडा डाँडा। क्यामेरा भन्दा राम्रो मेरो आँखाले देख्यो, किनभने मेरो आँखा कति पिक्सल हो थाहा छैन। बाटोमै खतरनाक छ नि फेरि, बाटो त फेरि अन टप। हामी आधी बाटो आयौँ है बा, यही बाटो आउने भयो। फेरि पानी परेको बेला यो बाटो लास्टै चिप्लो है। पानी नपरेको बेला राम्रो, पानी परेको बेला लास्टै चिप्लो। किनभने यहाँ रातो माटो हो, ढुङ्गा चिप्ला खान ल्याउने ल्याउँछ। यस्तो बाटो अलि सतर्क भएर आउनु होला। त्यही भएर त्यही यो 30 मिनट आधी घन्टा जति पनि हुनसक्छ। त्यही भएर पुरासम्म हेरिदिनु होला। म ठ्याक्क जुइगी मरि आएपछि यो भ्लगलाई एन्ड गर्छु। यो रक क्लिप केही काट्दैन। अनि यस्तो बाटो केही यस्तो 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 एक गाइस लडियो भने नि जुक्कै जुक्का लाउँछ है गाइस, ब्लड पनि आउँछ। लाएर हेर्नु त बा जुका ला लाएन नि हो के हो यो? सर्प जस्तो लाग्छ मलाई त। गडले सर्पको बच्चा हुन्छ नि बा। ओ यहाँ चाहिँ मलाई त भयो डर लाग्यो। लास्टै चिप्लो। गाइस बच्यौँ, यो बाटो बच्यौँ हामी। यो त सिर्फ टेलर हो गाइस। यति त यो अन्त खतरनाक त पुल थिम छ है बा। त्यहाँ त कोही पहिला नआएको मान्छेहरू त चिप्लिन्छन्, लड्न पनि सक्छन्। हो यस्तो यस्तो बाटो चिप्ले 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 गाइस। ओहो के बाटो यस्तो, कसरी हिँड्नु यो बाटो? बिस्तारै आउनु बा। साइडमा के बगेको बा? त्यो खोरपानी होला है, खोरपानी। हो हेर्दै हिँड्नु गाइस। मलाई रुवा लागेछ, त्यही भएर माइन्ड नगर्नु होला, हेर्दै जानु सिर्फ। त्यो भएको के कुलोको पानी होइन र भाइ? हो कुलोको के फोहोर पानी हो? ए मूल फलाएको ओ खानु मिल्छ है भनेपछि? त्यो माथिबाटै बगेर आएपछि फोहोर छ। खुट्टा धुन मिल्यो, खुट्टा धुनु पऱ्यो भने। गाइस आउनु आउनु त आउनु ल। गाइस चिप्लो चिप्लो समातेर हिँड्नुपर्छ यसमा। कोही म जत्रोको उमेरको मेरो साथीहरू यहाँ आउन लायो भने आफ्नो बाबासँग मम्मीसँग आउनु रोकिन्छ, खुट्टा दिन्छ। कहीँ नेचुरल मूल गाइस मूल खुट्टा दिए बढी एउटा यहाँको दिन अलि हिम्मत आएन। मलाई अलिकति हिँड्न आए पनि गाइस यो अलिक खतरनाक बाटो छ। यो अलिकति डर पनि हुन्छ होइन बा? हाई भनिदिनु क्यामेरामा, हाई भनिदिनु यस्तो हेरिदिनु। अनि दिल्ली नै आउनुहुन्छ, दुध लिएर पहिला आउनुहुन्थ्यो,
अहिले भइसकेर आउनु आएन तर दिनदिनै झर्नुपर्छ 2 दिन होइन 2टा बिरालोलाई म पोस्ट पनि हाल्छु मेरो बिरालोहरूको हेर्नु होला कस्ता छन् यस्तो धेरै राम्रो त आएन फोटो तर हेरिदिनु होला युट्युब मैले मेरो भिडियोमा किन कमेन्ट गर्ने युट्युबले के गर्दैछ त्यही भएर युट्युब प्लिज मेरो त्यो प्रब्लमलाई के हो मलाई मेल पठाइदिनु होला यही हो मेरो अकाउन्ट जीमेल इमेल गुगल सब यही हो गाइस त्यही भएर प्लिज गुगल मलाई मेल पठाइदिनु होला किन यस्तो मेरोमा अफ भएको कमेन्ट्स म फेरि अन गर्छु डिस्क्रिप्सन ओके कमेन्टमा गएर अन गर्छु अनि होल्ड अल भनेर हाल्छु तर पनि इट इज मेड फर सबै गर्छु युट्युबले जे भनेर तर पनि गाइस यस्तो हुन्छ नि चलो चलो पुग्यो है हे बा कति 11 मिनटमा पुग्यो गाइस बाबाट 11 मिनट 20 मिनट आ पुग्छ गाइस मोटरबाट आधी 1 घन्टा लाउँछ हिँड्दै गयो भने बाइकमा धेरै बेर लाउन्न यो बाटो अलि छिटो पुग्छ तर रिक्स धेरै हुन्छ गाइस अर्को बाटो अलि रिक्स छैन नि अलिअलि छ कुकुर नि नभएकोला रिक्स फ्री हो हेर्नु त यसमा टेक्नु भने गाइस यता हिँड्नु पर्यो मेरो हिँड्ने तरिका गाइस गाइस पुग्यो फाइनली चिप्ले गाइस चिप्ले भर्खरीमा गाइस यस्तोमा टेक्नु भने गाइस बित्थामा हिँड्नु पर्यो अर्को बाटो देखियो अब उता काम गर्दै हुनुहुन्छ फाड्दै हुनुहुन्छ बाटो अनि पुग्यो गाइस हामी फाइनली गाइस यस्तो राम्रो सिर्फ सिटी हेर्न नआउनु पोखरा घुम्नेहरू यस्तो गाउँहरू पनि एक्सप्लोर गर्नु त्यो गाउँ हो त्यो मात्र होइन अरू पनि छन् अरू मलाई जान पनि सक्नुहुन्छ यहाँ आउन पनि सक्नुहुन्छ उता कालमुले जान पनि सक्नुहुन्छ यहाँ नौजाने वाटरफल छ त्यो हेर्न आउन सक्नुहुन्छ त्यो हेर्न आउने बेला उताबाट आएर यता यो ट्रेकिङ बाटो जान पनि सक्नुहुन्छ त्यही भएर हजुर यस्तो बाटो हिँड्न प्र्याक्टिस गरेर आउनु होला यस्तो बाटो अलिक आफ्टर रिक्समा हामी अर्को बाटो आएको है धेरै बेर लाग्छ है यो बाटो होइन बा अस्ति झाडीबाट नसके यो कति 58 सालको कतिमा बनेको होइन यो 58 होइन कति हो 46 साल मेरो नेपाली अलि विक छ गाइज प्लिज अलि नम्बरहरू भन्न चाहिँ अलि विक छ त्यही भएर यस्तो गर्दिनु होला माइन्ड नगर्नु होला हामी पुगी पनि सक्यौँ अनि जसले पत्ताएको थिएनन् म हिँड्दै आएको अस्ति मन्डे त्यही भएर अहिले कपुरको रुख देखाइदिन्छु मैले देखाएको तिनीहरूले पत्ताएन यो युट्युबमा आएर देख्न सक्छन् अनि कपुरको बुट कहाँको बाब कपुरको बुट उतै है अझै उतै जाने हो अझै उकालो त ओह्रालो त झऱ्यो मोटर बाटो भन्दा हिँडेर आउने र यही बाटो अलि कम छ जान पनि कम लाउँछ होइन बा त्यही भएर जाने आउने 1 घन्टा गरिदिनुहुन्छ सिर्फ जाउने आउने गर्ने भयो
बसेर आउनुमा त 1 घन्टा बस्नुहुन्छ 1 घन्टा जाने आउने हिमाल आउँछ 2 घन्टा घर आउनुहुन्छ हैन अर्को बाटो गएकै 3 घन्टा आउनुहुन्छ 1 घन्टा बस्यो नि 1.5 घन्टा 2.5 घन्टा पहिला घर जान्छु हेर्छु के अरे ढोका खुल्ला र त अनि त गएर लुगा फेरेर आइहाल्छु हुनु त रहन्छ ढोका लाग्छ नि आइहाल्छु म फेरि त्यही बस्छ म चाहिँ गाई फेरि वहाँ गएर लुगा फेरेर आउने अनि फेरि ठुलो बाबाको अपरेसन भएको छ त्यही भएर हेर्न जाने कस्तो भएर छ त्यही भएर म वहाँ पुगेर आउँदैछु अनि लाइक र सब्सक्राइब गरिदिनु होला ब्लगको लागि म यस्तो बाटो हिँड्नु पर्यो ब्लगको लागि सरी स्ट्रगल गाइज स्ट्रगल मेरो ब्याक स्टोरी यही हो गाइज स्ट्रगल हे गाइज चलो 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 यसमा खुट्टै धुन नि मिल्छ हैन बा फोरै फोर हुन्छ गाइस नाइस हजुर ल गाइस पुगे म अब यो बाटो छ भने स्केरी हो गाइस यो पुल हामी तल जाने ठुलो बाफ माथि आउँदिनु त पहिले फोन आनी सोध्नु है बा फोटो पर्दैन ए डिस्चार्ज भइसकेर हामी बेकार गएको जस्तो हुन्छ क्या आइए तपाईँले फोन आनेर सोध्नु न एकचोटि अहिले खोल्दैन र 1 बजेतिर 1 बजेतिर 1 बजेतिर डिस्चार्ज गर्छ हामी वहाँ 12:30 पुग्छ होइन 1 बजे डिस्चार्ज गरेर यहाँ घर आएर एकदिन बसेर म फेरि 2:30 बजे 12:30 ढिलो कति बजे जानुहुन्छ बा तपाईँ म पनि 5 बजे हो होइन म त फेरि छिटो जानुपर्छ नुहाउनु पऱ्यो घर म 2:30 बजे जान्छु त्यहाँबाट त सक्छु 2:30 बजे ठुलो बाटोबाट घर आएर नुहाएर रेडी भोलि स्कुल हो जानु पऱ्यो र गाइस म फेरि म शुक्रबार आउँछु तर योपालि नमिलेर शनिबार आएर अनि आज भोलि जाने थियो तर भोलि नागपञ्चमी भएर नाग चढाउन परेर त्यही भएर भोलि जान नमिलेर आजै जान लागेको गाइस नभए मैले अर्को पालि बिहान उठेर आएको भ्लग बनाउँछु हेरिदिनु होला त्यो पनि अनि बिहान उठेर आएपछि अलि लडिन्छ योपालि अलि लडिएन चुप्लिएँ म अघि भ्लग नखोल्दै नर्मल बाटोमै लेउला आएको थियो त्यो भएर अलि राम्रो स्याउनु होला यही रुख हो हेरो मलाई स्कुलको साथीहरूले भन्थे क्या त यो बाटो होइन डोल्छ भन्थे नाम लिन्न तिनीहरूको यही बस आउने बेला मैले भन्थेँ यो बाटो आउँथेँ म त्यो दिन भनेर पत्ता आएन रुक्नु त वाबाट यहाँ आयौँ हामी कति मिनटमा यो भ्लग 18 मिनटमा 18 मिनटमा पुग्न लाग्यो गाइस हामी भ्लग चाहिँ बनाउनु मिल्टेरी गएको त्यही भएर घरसम्म गएको चाहिँ बनाउनु पऱ्यो गाइस फुट भागेर यहाँबाट अनि केही काम छ मेरो त्यो गरेर त्यसो आइहाल्नु पऱ्यो गाइस ल भएको गाइस गाइस सक्यो होइन ट्र्याक सक्यो है बा अलिक बिस्तारै हिँडेको थाकिन्थेन तर यो 19 मिनटमा पुगिन्थेन लागि आएको त्यही भएर अलिक छिटो पुग्यो नभए 25 मिनट त लाग्छ है अनि छिटै पुगेछ गाइस तर पैसाले बेला छ त 12 त बस्छ गाइस अनि जसले सब्सक्राइब गरिदिनुहुन्छ लाइक गरिदिनुहुन्छ सबैलाई धन्यवाद अनि अरूलाई सेयर गर्नु होला मेरो भिडियोज
यति राम्रो भिडियोज बनाउँछु भनेर म अझै राम्रो लाग्छ हजुरलाई कस्तो लाग्छ यसमा कमेन्ट गर्न मिल्छ भने गरिदिनु होला नभए केही भिडियोमा गएर कमेन्ट गरेर आई लाइक योर भिडियोज भनिदिनु होला यो कन्दादेखि गर्दा म ओए साथी मेरो भेट्यो गाइज के छ ठिक छ आई ठिक छ के ब्लगमा आइ भन्दै आई गरे माथि गएर ल के गरेर आएको हेर सोप्ली लाग्छ रे आम त्यहाँ एउटा हिमालको आउँछ त्यसमा हिमालको आउँछ अनि हिमाल सर्टमा हिमालको आउँछ त्यसमा जा अनि च्यानलमा गएर सब्सक्राइब गरिदिए सब्सक्राइब गाइज यिनीहरूले मेरो साथी हो मसै पढ्छ वाह माथिको टप देखे है गाइस माथिबाट आएको गाइस त्यो भ्लगमा हात दुखिसक्यो गाइस यो हात पुरै दुख्यो गाइस त्यही भएर होला क्यामेरा नगर्नु होला प्लिज सब्सक्राइब गरिदिनु होला मेहनत गर्छु गाइस दिनु होला 1K पुगे नि इन्कम आउँछ अनि वास अनि के हो बढाउनु पर्छ गाइस को लागि यति सजिलो त्यही भएर ट्राई गर्छु आओस् मेरो ब्लग ठिकै आओस् अनि म ट्राई गर्छु टाइम निकालेर ट्राई गर्छु त्यही भएर हेरिदिनु होला टाइम निकालेर आवाज मलाई यहाँ खोला छ खोला होइन गाइस खोला त्यहाँबाट सट्टमा जाने गाइस अनि बोल तो घर लाइक गरिदिनु होला गाइस एउटा लाइक र एउटा सब्सक्राइब भयो पुग्छ गाइस यति मेहनत गरेर एउटा लाइक र एउटा सब्सक्राइब त गरिदिनु सक्नुहुन्छ नि गाइस सिर्फ एक क्लिक लाउँछ गाइस धेरै लाउनु एक क्लिक गाइस एक क्लिक त गरिदिनु होला गाइस प्लिज भन्छु हजुरहरूलाई यसको साथ गरौँ म ब्लग एन्ड मेरो घरहरूलाई धन्यवाद सब्सक्राइबरलाई धेरै धन्यवाद अनि हेर्नेहरूलाई अझै धन्यवाद त्यही म अगाडि गएर म मेरो ब्लग एन्ड